हेलो गाइज धेरै पछि मेरो भिडियो आएको छ अनि आज चाहिँ हामी बाहिर घुम्न जान लागेको हो बिरयानी मेरो बाबाले बनाइदिनु भएको बिरयानी। हेलो गाइज म चाहिँ अब तयार भइसके 8 बजे हिँड्ने भने साथीहरू 9 बजी सक्यो आएको छैन तयार भएर कुर्दा यहाँनिर अल्छी लागिसक्यो। अब उनीहरूलाई फोन गर्छु एकचोटि फेरि अनि त्यसपछि फेरि तयार त भइसक्यो अब केही छैन जुत्ता र मोजा मात्रै लाउनु बाँकी छ। साथीहरू आएपछि लगाउँला भनेको आइपुग्यो होइन फेरि एकचोटि कल गर्नुपर्ने छ है त। अब म साथीहरूलाई कल गर्छु फेरि अनि त्यसपछि तपाईँहरूसँग फेरि भेटौँला। चाहिँ म निस्किन लागेको चोकमा गएर पर्खिनु पऱ्यो तिनीहरूलाई फेरि है। हामी चाहिँ मणिचुर हिँड्ने बाटो जाँदैछौँ यसरी हिँड्दैछौँ हाम्रो साथीहरू बहिनीहरू हिँड्दैछौँ बाटो बिर्सेर कहिले कता हामी बाटो राम्रोसँग थाहा नभएर बल्ल बाटो थाहा भएर यता हिँड्दैछौँ। गयौँ अब हामी चाहिँ लामो बाटो छोडेर सर्टकट जाँदैछौँ जङ्गलको बाटो। हाम्रो अगाडि लिड गर्दै हुनुहुन्छ हामीलाई लक्ष्मी कार्की, सेकेन्डमा रुना हुनुहुन्छ, थर्डमा म भए, फोर्थमा डोमादी, सिक्समा मेरो पार्टनर फुर्लामु शेर्पा। पनि राम्रै बनाएर रहेछ नि त अरूको हेरेर म खुसी हुन्छु। चक्लेट निकाल्नु यस्तो भयो भने कि हामीलाई त्यो चिसो हावा पनि आउँछ अनि गर्मी पनि त्यस्तो हुन्छ। रोडमा त त्यो उनी तातेर आइरह हुन्छ नि त के भन्छ त्यो पिच गरेको बाटै तात्तिन्छ अनि हामी जङ्गलभित्र छिरिसकेको छौँ। भन्दैछ ल डाइट खाना आऊ है केटी हो ला माथि त नदेखिरहेको छायामा बसेर कालो लागिरहेछ। आयो है यस्तो त खाँदैछौँ। खासमा चाहिँ यो मेरो हो गाइस है मेरो औषधि हो आजको लागि सबैलाई बात दिँदैछौँ। अब त मास्क लाउनु पर्दैन भयो है अहिले। अब हामी तेस्रो बाटो सकेर उकालो तर्फ जाँदैछौँ। न्युज भने जस्तो भयो कि के हो वाउ हिजोको डार्क चक्लेट तर गुलियोवालामा रहेछ तितो छैन। उकाली चरौला ओराली तिम्रै लागि हो भने जाने दिदिउला। सबैतिर हेर्नु नि यता पनि हेर्नु उता पनि कसले चक्लेट खाएर हामीले ए टिसु ल्याएको थियो त यहाँ छ हेर्नु त यता कता छ हिँड्नु पाएछ न फोका आइरहेको हातमा मेरो यहाँ हो डामेर उसले यस्तो भएको पाटन लानुपर्ने मणिचुर लिएर हिँडे के भयो लाता मान्छे ओइ त्यो छेउमा नजा यतातिरबाट हिँड झगडा चाहिँ माग्दै आएर फेरि हिँड्दैन एउटा उम्दो ओ आबी आई लभ यु टु रे अर्कोले फेरि अनि एउटा तलतिर एउटा माथितिर भयो भने
ब्रेकफास्ट यतै गरौँ न अलि माथि गएर गरौँ न भर्खरै आएको छ दामनाहरूले ब्रेकफास्ट गरौँ भन्नु के होला भने त काँडा रहेछ यार यस्तो शक्ति भएको मान्छे है म त काँडा पनि यसरी समातिदिन्छु नि गाइस हेर्नुहोस् यहाँ बोकेर हिँड्नु ल के खुस्क्यो म चाहिँ के खुस्क्यो भन्दै हेर्दैछु उसको ज्याकेट तलतिर झरिसकेको रहेछ म चाहिँ कहाँ तुना खुस्के चाहिँ के भन्दै हेरेको गर्नु भयो मलाई त मगर्नीलाई खुब भोटे मन पर्न थाल्यो हा भोटेको छोरा भन्दैछ पुरै तामाङ भाषामा कुरा गर्छ गर्ने बेलामा नि मगर भाषा चाहिँ आउँदैन भन्छ मगर्नीलाई त्योभन्दा नभन्न फेरि भरे मान्छेहरू फल्सक्यो गर्मी भयो हामी त यति पनि हिँड्ने छैन हेर यतिमा भर्खर त्यहाँबाट भर्खर यति आइपुग्यो अझै चढ्नु छ माथि कस्तो होला क्याप लाउने उयसले क्याप ल्याएको छैन मातेले क्याप लाउने रे माता बहिनीहरू नि के ओइ बहिनी होइन होला यो वाउ के आयो त्यस्तो पार्टनर त छोडेर अगाडि हिँडिहाल्यो यार चक्लेट छ खाने भए मेरो पनि ल्याइछ घट्छ होला भरे अरू हिँड्नै सकेन बिस्तारै हिँड्दैछौँ चक्लेट खाउँ ल के ल फेरि के चक्लेट आमा केको हो कति छोरी हो चक्लेट पनि लो है चक्लेट खाऊ है चक्लेट त्यहाँबाट त्यो साह्रो भयो थ्याङ्क यू सो मच चक्लेट पनि फोटो खिच न जुन यसरी यसरी गरौँ न यस्तो वाला अहिले गर्नुपर्ने रहेछ माथि चढ्दाखेरि डाइट आउनु यहाँ यस्तो वाला डाइट खाइसक्यो यार के छिटो गोलमा त्यसो गर्दा अब अलिक नजिक आउनु न बुमरेङ ओइ बदम रहेछ भित्र मिठो रहेछ आउनु सक्दैन भने हाल्ने आज यस्तै उकालो भयो भने त मर्छ होला है आँखाको मन चक्लेट खाएपछि अरे के भएछ अरे ठ्याक्कै मन औषधी खायो अरे क्या सुरुमा खाँदा चाहिँ खल्लो खल्लो जस्तो अनि पछि खाएपछि चाहिँ मिठो अर्कै टेस्ट आउने मिठो खालको दुध जस्तो टाइपको नि आइरहेको छ गलिसक्यो थाकिसक्यो अहिले श्वास बढ्दैछ हामी बल्ल यति बाटो आइपुग्यौँ गर्मी भएर यहाँ पानी रहेछ यहाँ पानीको धारा छ खोइ कता हो पानीको धारा छोड्नु त अलिकति यहाँ पानीको धारा छ पानी खानलाई देखिरहेछ नि चिसो चिसो पानी सुमसुमे पानी हिँड्दा हिँड्दा थाकेर सास फुल्न थालिसक्यो तर ज्यान घट्ला जस्तो छ यसो हेर्दाखेरि
छिटो आइज पसिना अलिक फेस पनि कालो कालो हुन थालिसक्यो ढुङ्गी धारा धारा बस्ने ठाउँ सबै रहेछ यहाँनिर चिसो हावा पनि आइरहेछ मेरो दिदी आई भन्नु न मेरो आन्टी हेलो ए नमस्कार आन्टीलाई आई भन्न लाउने हो त नमस्कार भन्नुपर्छ नि रामना नमस्कार म महावीर पुन ओहो यहाँ हेर यस्तो राम्रो कुकुर रहेछ यो कुकुरको त आँखा पनि दुईटा कलरको रहेछ यार ओ यो कुकुर त डेन्जरस रहेछ नि त आँखा कस्तो राम्रो रहेछ क्या दुईटा कलरको एउटा सेतो सेतो एउटा कस्तो कस्तो टाइपको ब्राउन ब्राउन र व्हाइट व्हाइट कलरको रहेछ आइज जाउँ आइज माथि जाउँ आइज हाम्रो 2 जोडी ढुकुर माथितिर गइसक्यो हामी 3 जोडी यता तलतिर बसिरहेछौँ पानी खाँदैछ एकजना ऊ कुकुरलाई के दिँदैछ फ्रीमा हो यहाँको मिनरल वाटर अच्छा ए अल्छी भयो क्या लास्ट पानी कुकुरलाई पर्यो ए हे लु जाउँ आऊ ल पार्टनर जाउँ है भित्र पस्यो रोड आइपुग्यो हामी रोड यहाँ नाटक गरेर चाहिँ हिँडिरहेछ होइन है पानी खाएको हामी तिर्खा लागेर पानी खाएको यिनीहरू चाहिँ यहाँनिर त्यसो भन्दैछ सबभन्दा ढिलो गर्ने लक्ष्मी हो लक्ष्मीले गर्दा हामीलाई आज ढिलो भयो हो 8 बजे बोलाएको बहिनीले झन्डै 10 बजाइदियो जोरपारीसम्म आउनलाई दसचोटि लुगा लगायो 10चोटि बस्नु आउनु फुल रोड चाहिँ नजाउँ हामी माथि माथि नै चढ्दै जाउँ ट्री हाउस रेस्टुरेन्ट रे गलेर यस्तो भइसक्यो है ज्यान पनि त्यो रोडको बाटो नाम हुन्छ लाइछौ फेसन चिन्न नि नसक्ने लाइछौ फेसन त्यो बाजे र बोजू यहीँ बसेको अनि हामी त बसेको होइन नि त नसक्यो फुलले सकेन भने भन है आज साथीको विचार हेल्थ राम्रो छैन त्यही पनि अस्तिदेखि प्लान बनाएको किन साथीहरूलाई धोका दिनु भन्दै आइरहेछ सुतेर बस्नुपर्ने मान्छेलाई चक्लेट दिदी फकाएपछि त आउनु बाध्य भएको छु हो त कसैले ऊ लट्ठी भेटिसक्यो लट्ठी टेक्दैछ जङ्गलहरू आएछ भने चाहिँ टुङटुङ होला नि अरू जङ्गलहरू ठिकै छ त साथी हो नि त उ गर्दै साथी हो ठिकै छ मिलिहाल्छ खाजा खाने हो यहाँ बसेर
फेरि फेरि अलिकति खाउँ एउटा एउटा खाउँ न एउटा एउटा खाउँ न एउटा खाउँ न साँच्चै भनेको अलिकति हो नि अलिकति उयो बोझ घट्छ ए मेरो त बरे हुन्छ यिनीहरूको चाहिँ घट्छ लास्टै ठाडै आयो त अनि उकालो त हार खाएको होइन हजुर ज्यान छुट्टै चलेन उयो त कस्तो दाम देखेको छैन न लु गइज हामी चाहिँ अब थाकेको अवस्था थाकेर हामी यहाँनिर अब खाजा चिया खाँदैछौँ यसो बिहान हिँडेदेखि के खाएको छैन बिहान त के भन्नु न 9:30 बजे त हिँडेको हामी अब यहाँनिर हामी यो 3टा धाराबाट यतानिर आएर खाजा खान लागेको हामी 5 जना यहाँ बसेर है के खाने भनेर साथीहरू सल्लाह गर्दैछन् है बिचारीहरू सबैजना थाकेर निलो कालो भइसक्यो म पनि त्यस्तै भइसकेँ थाकेको छैन नि अब यसलाई कुदाउनु पर्छ त्यसलाई कुदाउने हो हाम्रो फुर्लामु शेर्पाले ल्याउनु भएको छ के ल्याउनु भएको छ फुर्लामु शेर्पा खोल्नु भयो उहाँले बट्टा ओहो फलफुल के गर्ने हाम्रो यो नास्ता रहेको छ ब्रेकफास्ट भनौँ यति बेला अब खानु पर्ला हेर्नुहोस् तपाईँहरू चाहिँ यहाँ राख्दैछु मैले मोबाइल अन्तिमसम्म देख्नु त भएको छ नि हजुरहरूले ल देख्नुभयो नि म चाहिँ टाउको काट्यो अलिक पर यस्तो भन्नु न अहिले उम्बो लडाउनु पर्ने भयो ल ओके क्यामेरा चल्यो त्यस्तो गुड आउनु त नि यहाँ बसौँ ल बसौँ एकछिन ल म अलिकति सिधा पार्छु कस्तो मिठो छ जस्तो लागेको छैन क्या मलाई भयो देख्यो टाउको देख्यो केटीहरू ल सिधा भयो नि त भाइ निकाल्नु यहाँ बस्ने होइन कस्तो राखेर अब गयो म यहीँ बसेँ यहाँ राखेर यता पनि गिभ मी सम सनसाइन बस्ने ल्याइदिउँ एउटा एउटा यो चाहिँ हजुरहरूको लागि पहिलो बाइट खाए ल खाए ल ए मेरो फेसै देखाएर हिँड्नु छ खाए ल जनावरहरूले खानु पर्यो नि हेल्थको कुराहरू होइन होइन गाईहरू हो गाईजहरू हो म्युजिक भिडियो खेल्न आएर जस्तो देखिरहेको छु देखेन तेरो को घर्न देखेको छैन भनेर मही पनि आएको छ यहाँ यता अब हामी हेल्दीतिर लाग्दैछौँ हामीले चिसो चिसो खान छाडिदिएको त्यही भएर मही है हामी त कोक खाँदैन ल ल ल ल यसरी खानुपर्छ है साथी
लु है अब चाहिँ हामीले खाजा खाइसक्यो खाजा खाएर अब माथितिर फेरि हिँड्न जाँदैछौँ अब पाँच पुग्यो ल सबैजना अब हिँडेर जाँदैछौँ भर्खर खाजा खाइसक्यौँ हामी बिहानदेखि के खाएको थिएन अब यहाँ आएर बल्ल खाजा खाँदैछौँ 8 बजे भन्दै 10 बजे फुटाएपछि भयो ल केटीहरू म यहाँ किताब रेडी गर्दैछु माधेपुर पैसा च्यात्ला नि अलि चाहिँ बिग्रिन मात्रै चेन ओइ ब्याग च्यातेला नि फेरि लगाउ त गाडा लाग्यो केटी यसरी हिँडेर जानुपर्छ स्वर त राम्रो छैन त्यही नै हल्का गीत गाइदिएको अवस्था गीत पनि छैन आफ्नो मोबाइलमा के उकालो नि कस्तो ठाडो उकालो छ भने त्यसका बाजे हेर यहाँ आफू बेठाउँबाट माथि केही नदेख्ने यस्तो ठाडो उकालो त छ क्यामेराम्यान रुना मगरलाई मेरो क्यामेरा गाइज हामी चाहिँ नेपाली शब्द अलि राम्रोसँग आएन त्यही मात्रै भन्न आएन अरू त सबै राम्रो बोल्छु मेरो पनि छैन छैनै छैन कसैको छैन बिहे भएको सबै सिङ्गल है कुन चाहिँ मन पर्यो फुलम शेर्पा स्मृति गुरुङ डोमा शेर्पा ओइ रन गरे यार त्यहाँ बसेर अहिले चाहिँ है ओइ कस्तो ठाडो भयो कि उकालो अनि त्यसो भन्नाले हल्का यस्तो हुनुपर्ने हेर्नु न अलिकति यस्तो छ अनि उताको चाहिँ ठाडो कति हल्लेको यार क्यामेरा छ जिन्दगीमा रमाइलो गर्छु भनेको खुट्टाले दिएन खाएको डस्टबिन राख्दै अब हुन्थ्यो नि है यता यो सब फोहोर खाएर चाँदी चाँदीलाई चाँदी खोइ मैले त हाल्नु कि उही बोका बनायो बोका उहाँहरू फर्किसक्नु भयो के छिटो होइन मन्दिर जानुभयो नि त यहाँ त्यो कता मास्तिर उहाँहरू फर्किनु भयो मैले चुरुपुङ छुटेको भनेपछि नजिकै रहेछ यार Hello, excuse me. Where are you from? प्लिज आइएम फ्रम अमेरिका मैले चुरुपुङमा भएको कि कहाँ पुग्नु भएको तपाईँ ठेला परेको छ हाई भन्दै लक्ष्मी ओइ मेरो चाहिँ जुम्रा हेर्न किन त्यस्तो हेरेको हेर्दै नभए ल त्यसलाई जुम गर्दैन त्यसलाई जुम गर्दैन मेरो हेर्न जुम्रा ओइ रुना मलाई छोडेर रुना यता छ आफूसँग लागिस् मलाई छोडेर
ओइ यसले आफ्नो साथीलाई जिस्काउँदैछ ओइ रुना यसको दोषहरू कस्तो चाक बनाएको हामी चाहिँ यहाँ आधी बाटो नै आएन यो के स्कुल हो यो के स्कुल हो श्री उग्रतारा ए के अरे श्री उग्रतारा स्कुलको अगाडि आइपुगेको छ अरे अझै कति झन्डै 1.5 घन्टा हिँड्नुपर्ने रे हामी आधी बाटो नै आइपुगेको छैन रहेछौँ यो स्कुलबाट अब साथीहरू टोइलेट गएको छ अनि एकछिन हामी चाहिँ आराम गर्दैछौँ अझै माथि पुग्नुपर्ने छ कता हो देख्दैन अब यहाँ त कता देखाउनु है मलाई नै सुन पनि रहेन सोचिरहेको सानो जुमै अझै 1.5 घन्टा हिँड्नुपर्छ हो माथितिर लगेर पोल पार ल है हामी चाहिँ अब भर्खर हिँड्दैछौँ भर्खर हिँड्न लाग्दैछौँ हामी चाहिँ अब टोइलेट गऱ्यो यतातिर अब माथितिर जाँदैछौँ अब हिँड्यौँ है बहिनीहरू ल बाटो छैन र त्यही यस्तो बाटो उकालो सर्दैछ है दिदी बहिनीहरू गरिसक्यो यार कहिले पुग्ने हो 12 बजिसक्यो 12 बजिसक्यो कहिले पुग्ने हो केटीहरू उताबाट बाटो छ कि कुकुर नि यतैबाट हो यो बाटो होइन ल तिमीले मलाई फाल्यो भने टाउको फाल्दैन एकछिन है त्यो सामान चाहिँ दिनु पहिला त्यसो भए रेस्क्यु टिम है हेजे ओए त्यो बनबाराको धारो पुस्केला म तान्छु को जाने म त जानु होला नि जोला झिकाउनु छैन नि मलाई तानेको गर्दैन होला समो साथी पार्टनर यहाँ हो समो एनर्जी पुरै सक्छ यार ल गाइस यहाँ रेस्क्यु टिम कहिले आउँछ त्योहरू तिमीलाई गाह्रो हुन्छ 2 त अहिले मिल्छ कि दिनलाई यताबाट होला नि फेरि सँगै सक्छु 2 जनाले तान्छ नि त ल कुकुरले सिकाउँदैछ त्यहाँ यहाँ मेरो खुट्टा परेन अब मैले त्यहाँसम्म कसरी आउने भने तपाईँ हातमा चाहिँ फुलामा त फिलिप त तानिदिन्छ त्यही भने ल फुट्यो यहाँ चाहिँ ल अबे यहाँ चाहिँ भन्छ ओए बनबाटै उठाउनु उकेर अनि 2 गारम गरौँ तल झर्ला यहाँ खुट्टाबाट पनि ग्रिप उयो गरेको छु बाजा घन्काउँदै बोतल छोड्दै लिएर आउनु बुहारी लगन जुराउँदै तँले सिकाइरहेछ हामीलाई यसरी कुद्नुपर्छ भनेर यता केही खान दिउँ न क्यामेराम्यानको यस्तो छ हालत छोड न गालो तिमी दिदीहरूलाई त्यस्तो नगर त लक्ष्मीले कस्तो नि भाइलाई पनि सँगसँगै लिएर आएको स्कुलमा पठाएर ओइ सानो हिँड न अघि त स्कुलमा छर्किने भनेको माने नि ए हाम्रो काठमाडौँ सहर उहाँ छ है धेरै हिँड्यो है आज हामी के खाएर स्मृति दिदी
पनि भिजेको शीतल भइरहेको उयो साँप्रा देखाएको नाङ्गै रहेछ भन्थ्यो भेलु बाजेले क्या नाङ्गै रहेछ क्यामेरा पनि कति हल्लाएको छ मैले त त्यस्तै हो केटी भिडियो यस्तो गर्दा यो बाटो हिँड्दा चाहिँ थाक्दैन नि यस्तो भिडियोमा नाङ्गै रहेछ मास्टर रोड हो रोड होला यहीँ बस्ने ल भ्यू आयो ओइ ओइ काले काले छोड काले काली यहाँबाट होइन फोटो खिच्ने हाइकिङ जानेहरूको अवस्था भइसक्यो हामी त कहाँबाट हो त्यहाँबाट डेस्टिनेसन अझै कति मिनट कति घन्टा एकै घन्टा होला छ होला कति छ हेर त कसकोमा हेरे आज लौ न माथि बस्छ है केटी दिलाउँछ त्यही कालीको छिनछिन माया लाउँछ नाचिदे न अब एकचोटि नाच्दै नाच्दै नचिदेऊ रुना नि नाच्दै कालो पो आयो त कालै आउँछ राम्रो आउँदैन मेरो साथीको पाइट पानीले भिजेर बिचरा पानी त्यसरी सुकाउँदै हिँड्नु पर्यो पाइट यत्रो माथि आइसक्यो अझै मनिसहरू आइपुग्यो छैन कति टाइम लाग्ने हो अझै घरबाट 9:30 बजे निस्केको अहिले टाइम भएको छ 12:30 1 बजे नि पुग्ला जस्तो छैन हाम्रो यस्तो चालले त्यही पनि कोसिस जारी छ ल गाइज यत्रो माथि चढेर आइपुग्यो है हामी त गऱ्यो यो खै के गुम्बा हो यो यस्तो ठाउँमा आइपुगेको छ अझै माथि हिँड्नु छ हामी भर्खर यहाँ आइपुग्यो ओहो सिन त राम्रो रहेछ है यहाँबाट पनि है बादल कस्तो राम्रो देखेको यस्तो छ है भ्यू चाहिँ यस्तो छ राम्रो छ यहाँबाट भ्यू पनि 15 मिनट भन्नेहरू चाहिँ केमा चढेर आयो हाम्रो चाहिँ 3 घन्टा लागिसक्यो यहाँनिर हिँडेर आउनलाई धेरै माथि पो रहेछ अझै नि आइपुगेको छैन अझै हिँड्दैछौँ हामी माथिको बाटो यस्तो छ हावा हावा चल्दैछ दामी छ है ठाउँ चाहिँ क्लिक माई ए यो त मैले नदेखाएको कहाँबाट यो यहाँ बस्यो
केटीहरू जे बनाए नि मेरोमा सेन्ड गर तिमीहरू। मणिचुरको सट्टा त बस्दिउँ क्या तर होइन जानुपर्छ। जाने भनेपछि जानुपर्छ। बन्द भए पनि यसो पुगिन्छ। कस्तो मजाको हावा आएको। हावा चल्यो सिरिरी आते जिरिरी म बजाउँछु मुरली तिरिरी तिमी नाच्छ फेरि। मेरो टोपी झऱ्यो। अब अझै 15 मिनट बाँकी छ रे हामी पुग्नलाई। गलिसक्यो। उकालो चढ्दैछ म अझै पनि। युट्युब टिकटकमा 15 मिनट भनेको भनेर आएको त के को 15 मिनट हुनु यहाँ 4 घन्टा भइसक्यो। अझै 15 मिनट बाँकी छ भन्दैछ। हिँड्दा हिँड्दा गलिसक्यो खुट्टा पनि। आमामा गाह्रो भइसक्यो धेरै गाह्रो। साथीहरू त्यसरी हाँगा बिगासम्म आउँदैछ मेरो साथीहरू। जस्तो लागेन साथीहरू हालत बेहाल भयो। त्यसलाई गाह्रो हो जस्तो छ निकै। थाकेर साथीहरू यसरी बसिरहेछु अझै पुग्नु छ 10 मिनट हिँडेर माथितिर। 10 मिनट 15 मिनट भन्दा भन्दै आइपुग्नु त लाग्यो तर माथि गएर बन्द हुने हो कि जस्तो भन्ने पिर पनि लागिरहेछ। ओइ के गर्छ हाम्रो जोरी कपालहरू के गर्छ त्यसो? हानेको यहाँ अब गरे गरे त्यसलाई त के यता त म त सुत्न लाग्नु हो क्या डोबादी। जस्तै निन्द्रा लाग्छ जाउँ न अब त 5 मिनेट होला है। यस्तै छ पारा हिँड्दैछौ माथि। आए स्वर राम्रो छैन। हल्का हल्का गीत गा जस्तो त गरिदिएको छु। राम्रो भएन चाहिँ नभनिदिनु होला। यो बेसोरीलाई पनि यसो हेल्प गरिदिनु होला। कहाँ हो यो फेरि? कुन बाटो हो फेरि? 2 बाटो आयो त। यता रहेछ। ल मणिचुर जाने बाटो। बाटो धेरै लामो। सास बढेर श्वास भइसक्यो।
ए बाइकहरू भयो भने त मजाले आइपुग्ने रहेछ ल अब अझै माथि चढ्नुपर्ने होला कि के हो यहाँबाट अझै माथि जानुपर्ने होला होइन माथि हो ल हाम्रो हातमा के थियो के छ तेरो हातमा यहाँनिर आएर टिकट काट्नु होला तपाईँहरू यो ठाउँबाट अनि यहाँ चाहिँ तपाईँहरूले फोहोर माथि गएर फाल्न पाउनुहुन्न क्याम्पिङ गर्न पाउनुहुन्न चक्कु छुरी लान पाउनुहुन्न कुकुरहरू लिएर आउनु पाउनुहुन्न कुकुरहरू ल्याउनु पाउनुहुन्न फोहोर माथि नगरिदिनु होला भनेर दाजुहरूले भन्नुभएको छ है यति चाहिँ रुल्स छ धुम्रपान र रक्सी सक्सी खान पाउनुहुन्न यो ठाउँमा तपाईँहरूले है यति हो आउनु आउनु सरी लु है बल्ल तल आइपुग्यो धेरै गलियो आमामा कम्ता हो मान्छे नि कालो भइसक्यो हेर पोखरी यतै हो ओइ कता हो पोखरी यतै हो यहाँ चाहिँ गर्नुपर्ने रहेछ आउट अरे केटीहरूलाई यही त होला नि बाटो अघि मान्छे गएछ नि है छैन है छैन यतै आयो जस्तो छ नि त्यस्तै लाग्यो ब्लग बनाएर त कट्टा हुने रहेछ नि है यताबाट अलिक छिटो कपाल नछोड्दा त टोपी लाउँदा राम्रो देखेन रहेछ ग्रुपहरू कता पुग्यो फोटो खिच्नेमा व्यस्त भयो अनि हामी दुईजना चाहिँ हिँड्दैछौँ अहिले बन्द हुने टाइम भइसक्यो रे चाँडो पुगेर आउँ भनेको केटीहरू आइपुगे छैन केटीहरू आइपुगे छैन त्यही भएर हामी यहाँनिर अब शुद्ध पिउने पानी है यतालु त्यहाँनिर छ यो खाँदा भयो तपाईँहरूले पिउनु भयो हुन्छ है अनि अब केटीहरू नआइपुगे पनि हामी दुईजना भए पनि टाइममा उहाँ पुगेर आउँ न त भन्ने कुरा है हामी दुईजना मात्रै हिँड्दैछौँ अहिले चाहिँ अनि डोमा दिदी म हिँड्दैछौँ ठाउँमा ओहो आइपुग्यो ठाउँ आइपुग्यो वाउ हामी फर्स्ट ड्रेस चेन्ज गर्ने मान्छे उति बसेको हामी चाहिँ ए फोटो खिच्न
मन्दिर आइपुग्यौँ। आज यहाँ लुक्दैछौँ है, हामी दुईजना चाहिँ यहाँ लुक्दैछौँ, तिनीहरूलाई तर्सन लागेको है। कति टाइम लाग्यो खोइ लामो खोइ लामो कहाँ पुग्यो समाते कि मुनि समाइदिएन त्यो भिडियोमा बिरयानी सबै झिकुमा अब यहीँ बसेर खाऊँ। अच्छा अब हामी खाँदैछौँ। फ्राई मासु खोल्नु न त्यो पनि खोल्नु न। लेतोवाला मासु यस्तो ठाउँमा मासु सब पिसिसक्यो। आज यसको चाहिँ परेछ अघि पेटमा अहिले ए पेट प्रेसमा गर्नुपर्छ क्या यो यता साइडको भएर हल्लिएर पुगेछ। अस्ति अघि त थिएन। ल है ल अब चाहिँ हामी खान लागेको। टफी पनि छ टफी पनि छ कफी पनि छ। भयो होला है लु तपाईँ बिरयानी त यस्तो छ। बिरयानी हो है गाइस, बिरयानी खान लागेको। बाबाले खाँदी हालिदिएको। सबैले लाउँदैछ खाँदैछ हाल्दैछ। बिरयानीमा फेरि मासु नै अनि अचार मासु ओए 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 के लगाइदिएको यस्तो यो के हो यो मुला बाटोमा खान पनि चाहिन्छ कि अन्त नि बाटोमा तल झर्दाखेरि खानु परेन यार। भयो ओ माई गड चलाउ न तल ग्रेभी तल छ ग्रेभी बसेछ मुनि। साथीले मलाई ल सबैजना आऊ न भिडियो आयो आयो यस्तो राम्रो खानेकुरा आयो। ओइ कलर कस्तो दामी देखेको नि खाँदैछु। यो चाहिँ खाजा साजा सबै खाइसक्यो। अब तल झर्दैछौँ सबैजना हामी। अब घर पुग्नु पर्यो चाँडो पनि। साथीहरू यहाँ तातो तातो लुगा लाउँदैछ माथि तल जानलाई है। कस्तो रे उल्टो भन्छ रे। अब हामी तल झर्न लाग्यो। एकैचोटि तल झरेर मात्र बोलौँला है। बाई बाई। अब चाहिँ रेको है बहिनीहरू पनि तल झर्दैछन्। जस 4 घन्टा लगाएर माथि आयो, एकछिन बसियो, रमाइलो भयो, शान्त ठाउँ। अब चाहिँ खाजा साजा खाएर तल झर्दैछौँ। तल झर्दा चाहिँ खुट्टा खाँदेर दुख्न थाल्यो, थुर काम्न थाल्यो अझै। तर तल चाहिँ चाँडै झर्छौँ होला। चढ्दाखेरि चाहिँ गरौँ भयो, भाँडा सारा है खाजा साजा गरेर गरौँ पनि भयो, घाम पनि मध्ये भएर सकिनँ। बल्ल तल्ल 4 घन्टा लगाएर चढ्यौँ। अब तल चाहिँ सायद 2 घन्टामा झर्छौँ कि हामी। अब यस्तै छ पारा। साथीहरू सबै झर्दैछन्, बहिनी एउटा त्यसरी आउँदैछन्। ल साथीहरू अगाडि हिँड्दैछौँ। जुत्ता खाँदै होइन आया मुला जुत्ता खाँदै होइन कस्तो जुत्ता खाँद्नु मुनि आउला खाँदै होइन खाँदै खाने के गर्नु त खाँदै खा दुखा छ अनि दुख्छ नि किन नदुख्नु।
साथी हो अक्सिजन बढाउनलाई पाचक दिँदैछन् तिनवटा आयो त यार हाइकिङ गएर आउने अवस्था यस्तो छ एकजना परे बसेर हाँसे एकजना यस्तो छ 51 मिनेट त्यो दाइले यतिकै भन्दै आयो कि हिँड्दैले गर्दाखेरि यस्तो भएको कताबाट जाने हेर त मुनि हो मुनि यताबाट नजानु रे साखो पुग्छ भन्दै हुनु राइट ले लो हेर भ्यू बिचारा मेरो साथीलाई साह्रो गाह्रो हो नि मान्छेको घमण्डले कति फरक पर्दछ चुनावमा तनी के गर्छस् कि झर्दैछौँ राम्रोसँग एडिट गरेर हाल्नु है मलाई एडिट सिडिट गर्न आउँदैन रे केटी हो झ्यामझुम हाल्नु झर्न नसकेर लिफ्ट मागेर तल झर्दैछु दाइहरूले यहाँ लिफ्ट दिनु भइरहेछ ट्रकमा झर्दैछौँ हामी चाहिँ यता हेर ल हामीलाई चाहिँ गागलफेटीसम्म एउटा दाइले ल्याएर छोडिदिनु भयो झन्डै 1.5 घन्टा लाग्ने रहेछ हामी तल झर्न गागलफेटीमा पनि साखुबाट जाँदाखेरि 4 घन्टा 15 मिनट होइन रहेछ सबैजना आफ्नो टाइम मिलाएर आउनु होला गइहाल्नु भयो भने पनि गाइस बल्ल चाहिँ घर आइपुग्यो टिकटक र फेसबुकको युट्युबको कुरा पत्याएर चाहिँ बाहिर जानु नहुने रहेछ 15 मिनट र 20 मिनट भन्दै थियो डाम्नाहरू टिकट काट्ने ठाउँबाट चाहिँ 15 मिनट रहेछ 4 घन्टा हिँड्नु पर्यो साखुबाट जाँदाखेरि 4 घन्टा गागलफेटीबाट जानुभयो भने झन्डै 2.5 घन्टा एकदम हेरेर चाहिँ जानु पर्यो है सबैजना 15 मिनट 20 मिनट भनेर चाहिँ फकेर नजानु होला साह्रो गाह्रो पर्दो रहेछ हामी त्यही युट्युब र हेर्नलाई टिकटक हेरेर जानाले झन्डै आज राति घर आइ नपुगेको माथिको माथि परेको झन्डै भर्खर घर आइपुग्दैछु कति बज्यो अहिले 8 बज्न लागिसक्यो यस्तो ढिलो हुँदो रहेछ है भरोसा नगर्नु होला टिकटक र युट्युबको त्यहाँनिर 20 मिनट भनेको थियो डाम्नाहरूले 15 मिनट 20 मिनट होइन 15 मिनटमा आइपुग्नु मनी चोर भन्दै देखाइरहेको थियो त्यही हिसाबले गएको हामी पनि के को 15 मिनट हुनु उकालो चढ्यो 4 घन्टा ओह्रालो झऱ्यो 2.5 घन्टा हामी झर्दाखेरि चाहिँ साखुको बाटो गयो गागलफेटीबाट यता जान्छ भनेर थाहा भएन साखुबाट गयो झन्डै 4 घन्टा त हिँड्यो हामी 4.5 घन्टा ठ्याक्कै 4.5 घन्टा हामी हिँडेर माथि पुग्यौँ अनि त्यसपछि फर्किँदाखेरि गागलफेटीबाट गयो भने छोटो बाटो पर्छ भनेर गागलफेटीबाट आयो गागलफेटीबाट पनि गाह्रो त गाह्रै छ तर मुनिसम्म अलि छोटो टाइम लाग्दो रहेछ त्यही पनि हामीले चाहिँ अब धेरै रात परिसकेको थियो धन्न एउटा ट्रक पायो र त्यो ट्रकलाई लिफ्ट मागेर हामी तल झरेर आयौँ गागलफेटीबाट चाहिँ गाडी 4 जाँदो रहेछ त्यहाँको ड्राइभर दाइले बर्मखेलसम्म पुऱ्याइदिन्छु भनेर उहाँले बर्मखेलसम्म पुऱ्याइदिनु भयो बर्मखेलबाट बल्ल गाडी पाएर हामी यता घरसम्म आइपुग्यो है नत्र भए हामी आज घर नआइपुग्ने रहेछ उतैतिर बास खोज्नुपर्ने अवस्था पुगिसकेको थियो है हाम्रो तपाईँहरू चाहिँ राम्रोसँग लोकेसन हेरेर मात्र जानु होला है विश्वास गरेर चाहिँ नजानु होला अरू ल त अब म राख्छु है यति मात्र भन्न चाहन्छु र मेरो युट्युब ब्लग यहीँनिर यति भन्दै बन्द गर्न चाहन्छु लाइक र सब्सक्राइब गरिदिनु होला बाई बाई